आज चाहिँ खाली खानाको मात्रै भ्लग बनाएको छु, हेर्नुहोस् होला है त साथीहरू। त्यति भन्दै तपाईँहरूलाई म वेलकम गर्छु मेरो मिनी भ्लगमा। आज चाहिँ म बनाउँदैछु राई साग होइन, आलु हालेर भुटुवा बनाउँदैछु। यो चाहिँ केराको बुङ्गा थाहा भएकै छ सबैलाई होइन, बनाउँछ सबैको घरमा पाक्छ यो होइन। अन्त मैले काम गर्ने दिदीलाई भन्यो छिलिदिनु, उसले चाहिँ सब्जीहरू सबै मजाले काटकुट पारिदिन्छ क्या, मलाई सजिलो बनाइदिन्छ हो। अन्त आमाले पनि गर्नुहुन्थ्यो त्यो साथसाथै होइन। अब मिलेर काम गऱ्यो भने मात्रै काम हुन्छ नि त होइन, हो कि होइन भन्नुहोस् त। एक्लै गऱ्यो भने ढिलो हुन्छ, त्यही भएर हामी चाहिँ मिलेर बाटेरै काम गर्छ है। अनि मेरो त्यो पनि केराको बुङ्गा पनि पाकिसकेको थियो होइन। यहाँ चाहिँ अब प्रन्स पनि ल्याउनु भएको थियो, अनि मैले प्रन्स दिदीलाई भने सफा गरिदिनु। कछु प्रन्स बनाउन आँटेको आज म है त। तपाईँले खानु भएको छ कि छैन? कछु चिङ्डी चाहिँ एकदम मनपर्छ मलाई। कतिले खानु भएको छैन, यसरी बनाउनु भयो भने चाहिँ मजाले उसिन्नुपर्छ नुन हालेर होइन। प्रन्सलाई नि हल्का फ्राई गर्नुपर्छ, बेसी डिप फ्राई गर्नु हुँदैन होइन। अन्त मैले त्यस्तै गरेँ। यो कालो तोरी चाहिँ हाल्नै पर्ने हुन्छ सबै सब्जीमा है त। अन्त टमाटर कालो तोरी अन्त हल्दी मात्रै। अन्त मैले कछु पनि उमालिसकेको थिएँ होइन, त्यसलाई पनि मजाले चलाउँदै होइन। प्रन्स हाल्ने टाइम आइसकेको थियो, प्रन्स हालेँ होइन। अब डिटेल्समा त भिडियो बनाउन सक्दिनँ, लेन्दी भिडियो भइहाल्छ है त साथीहरू। अनि यसरी पकाएर खायो भने चाहिँ एकदमै मिठो हुन्छ होइन। अनि यसमा अब चिनी एड गर्नुपर्छ होइन। अन्त अब ननभेज हो भनेर मैले चाहिँ घिउ एड गरिनँ यसमा होइन। अन्त यो पनि पाक्दै थियो होइन। चिनी एड गऱ्यो भने चाहिँ के हुन्छ भनौँ न, अलिकति कलर आउँछ क्या राम्रो। अन्त म चाहिँ कतिवटा सब्जीमा चिनी एड गर्छु, मासुमा कि। अन्त तपाईँलाई थाहै छ म त डेक्ची बिना चाहिँ भात खाँदिनँ है हाम्रो घरमा। अन्त डेक्चीमा भात पनि उम्लिँदै थियो होइन, साइड बाई साइड सबै पाकिरहेको थियो होइन। अनि अघि भर्खर सब्जीवाला आएको थियो, सब्जीहरू किने होइन। हाम्रो घरमा चाहिँ पुरा सब्जी चाहिन्छ है त, दिनमा 3-4 सब्जी भनेको यहाँ हो भन्नुहोस् त। त्यति भन्दै भ्यू हेर्दै म एन्ड गर्छु भिडियो, एकछिनमा भेट्छु, बाई।